हामी अर्स बनाउने तयारी गर्दैछौँ। पहिलाको चामल भिजाएको फोटो त देखाउन पाइएन। पहिला लगभग 3-4 घण्टा चामल भिजाइसकेपछि चामललाई पानी निथारेर सुकाउनु पर्दो रहेछ। अनि त्यो सुकाइसक्यौँ। त्यो सुकाएर फेरि चामललाई पिनेर यो पिठो तयार गऱ्यौँ। मसिनो बनाउनु पर्ने रहेछ यो पिठो। यसलाई मजासँग चालेर मसिनो बनायौँ र सँगै हामीले खुदो तताउँदैछौँ आडमा। यो खुदोलाई बाक्लो तार आउने असाध्यै बाक्लो बनाएपछि यो चामलको पिठो र त्यो खुदो एकै ठाउँमा मिसेर फेरि ढिँडो ओडाल्नुपर्छ। अब हामीले यसरी खुदोलाई तताएर यस्तो तार आउने लामो तार आउने जसरी बनाइसकेका छौँ। अब यसमा हामी ढिँडो यो पिठोलाई राखेर ढिँडो ओडाल्दछौँ। त्यसपछि हामी फेरि त्यो रोटी कसरी बनाउने भन्नेतिर अब हामीले यो तरिकाबाट ढिँडो ओडाल्न थालेका छौँ। यो मसिनो पारी कुटेको चामलको पिठोलाई अहिले बनाएको खुदो तार बनाएको खुदोमा हामीले फेट्दैछौँ। यो फेटेर बाक्लो ढिँडो तयार हुन्छ र त्यो तयार भएको ढिँडोलाई फेरि हामीले रोटी बनाउनुपर्छ। अब यो पिठोमा अलिकति घिउ पनि राख्नुपर्छ। यो घिउ हो। यसरी घिउ राखेर त्यो तल नटाँसिने बनाउनुपर्छ। पिठो बन्दैछ। यो ढिँडो ओडालिसकेपछि त्यो घिउले त्यो तल नटाँसिने बनाउँछ। एकदम शुद्ध भैँसीको घिउ हो यो। शुद्ध इन्डियातिर त देशी घिउ भन्छ नि, नेपाली घिउ हो। शुद्ध नेपाली घिउ। अब ढिँडो बिस्तारै तयार हुँदैछ। अब अर्स बनाउने यो डो भन्नुपर्छ। दिदीले डो भन्नुभयो। अर्स बनाउने यो डो तयार भइसकेपछि यसलाई फेरि यो प्लास्टिकमा त्यसलाई बिस्तारै राखेर अँठ्याएर एउटा रोटी साइज दिनुपर्ने रहेछ। त्यो एकछिनपछि खुला हुँदैछ। यसलाई ढिँडो बन्न अझै निकै टाइम लाग्छ। यसलाई बिस्तारै आगोले सुकाउँदै बाक्लो बनाउनुपर्छ। त्यो बाक्लो बनाएपछि अनि बल्ल हामीले रोटी बनाउन सुरु गर्छौँ। यसलाई असाध्यै धेरै ओडालेर नरम बनाउनुपर्छ। माथिबाट घिउ राखेर ओडाल्दै नरम हुन्छ। पिठो पाक्छ पनि। अनि पाकेको पिठोबाट बनाएको रोटीले हामीलाई समस्या नि पार्दैन। अब यसमा अलिकति बेसार राखेर राम्रो हुन्छ भन्ने कुरा आयो। बेसार यहाँ माथि छ। थोरै 1 चम्चा जति बेसार अब यसमा राखेर पहेँलो राम्रो खालको बनाउन जाँदैछौँ हामीले। अब त्यो बेसार अलिक कम हुन्छ होला। हामीले बेसार पनि राख्यौँ अब माथिबाट। अब हाम्रो ढिँडो अर्स बनाउने ढिँडो तयार भइसकेको छ। अब उता हामीले तेल तताउन लगाएका छौँ। तेल तताएपछि हामीले तयार गर्छौँ अर्सको लागि रोटी। ल अब हामीले रोटी बनाउनको लागि ढिँडो डोलाई थालमा राख्यौँ। अब यो यसबाट हामी रोटी तयार गर्छौँ साना। यो निकाल्नको लागि एउटा यो झाँझर चाहिँदो रहेछ। यो सजिलो हुँदो रहेछ। झाँझर निकालेका छौँ। हे उठ्ने बस्ने गर्दा अलिक ढाड दुख्ने मान्छेलाई गाह्रो हुने। ल आमा यता बसेर हाँसिरहनु आखेरि अनि दिदी माइली दिदी भएर यो बनाउँदै हुनुहुन्छ। अनि यो कोसेली पनि हो। ल हामीले एउटा रोटी तयार पार्यौँ। अब यो रोटीलाई हामीले
त्यहाँ लगेर तार्छौँ अहिले। तारेपछि अनि खान लायक हुन्छ। ल हामीले अब यी बनाउन थाल्यौँ। बाक्लो त ढोडी आइहाल्छ नि। चट्टै यो रेसिपी बनायौँ। बाक्लो बनाउनु हुँदैन, ढोडी आउँछ है। अब यसरी तेलमा पकाएर खुदोमा पिठो मुछेर तेलमा पकाएर अब रोटी खानको लागि तयार भइसकेको छ। ल हेर्नुहोस्, यसरी हामीले यो रोटीको नाम के अरे? भेरी रोटी अर्स तयार गर्छौँ। ल अर्स तयार गर्ने तरिकालाई मैले आज यहीँ विसर्जन गरेँ। नमस्ते।